हुम्लाको सिमपोट गाउँपालिका स्थित स्वास्थ्य संस्थाहरूमा 3 महिनादेखि औषधिको चरम अभाव छ। डाँडाफेया स्वास्थ्य चौकी लगायतका स्वास्थ्य संस्थाहरूमा 98 प्रकारका औषधि निःशुल्क उपलब्ध हुनुपर्ने व्यवस्था भए पनि औषधि अभावका कारण बिरामीहरूले शास्ति भोगिरहेका छन्। यसले गर्दा गम्भीर स्वास्थ्य समस्या भएका बिरामीहरूलाई उपचारमा समस्या भइरहेको छ र समयमै उपचार नपाउँदा ज्यानै जोखिममा पर्ने अवस्था सिर्जना भएको छ। सरकारले यस समस्या समाधानका लागि तत्काल पहल गर्नुपर्ने माग स्थानीयवासीहरूले गरेका छन्। औषधि आपूर्तिमा भएको ढिलाइ र व्यवस्थापकीय कमजोरीका कारण यस्तो समस्या आएको हुन सक्छ भन्ने अनुमान गरिएको छ। 3 महिनादेखिको औषधि अभावले हुम्लाका जनताको स्वास्थ्यमा गम्भीर असर परेको छ। यस समस्याको दीर्घकालीन समाधान खोजिनुपर्ने आवश्यकता छ। सरकारले स्वास्थ्य सेवाको पहुँच सुदृढ बनाउन प्रभावकारी कदम चाल्नुपर्छ। स्थानीय तह र प्रदेश सरकारले पनि यस विषयमा ध्यान दिनु जरुरी छ। हुम्लाको सिमपोटमा औषधि अभावको समस्या समाधान गर्न के गर्नुपर्छ? आफ्नो विचार कमेन्ट गर्नुहोस्।